नमस्कार सम्पूर्ण दर्शकबिनहरु, तपाईहरु सम्पूर्णलाई म नलेज नेपाल युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा प्राय प्लस 2 ब्याचलर अथवा मास्टर्स पढ्ने विद्यार्थीलाई पनि असाइनमेन्टको फ्रन्ट पेज एमएस वर्डमा कसरी प्रिपेयर गर्ने भन्ने कुराले समस्या दिइरहेको हुन सक्छ। आज अलिकति फर्मल वेमा म तपाईहरुलाई एमएस वर्डमा फ्रन्ट पेज कसरी प्रिपेयर गर्ने भन्ने कुराहरु लिएर आइसकेको छु। तपाईको यस भिडियो अन्तिमसम्म हेरेपछि तपाईले यस किसिमको असाइनमेन्टको फ्रन्ट पेज अथवा कभर पेज प्रिपेयर गर्न सक्नुहुन्छ। आउनुहोस् कति पनि ढिलो नगरी आजको विषयवस्तुतिर लागौं। सबैभन्दा पहिला तपाईले नयाँ एमएस वर्ड ब्ल्याङ्क पेज ट्याब खोल्नुपर्ने हुन्छ त्यसको लागि, हैन? त्यसपछि अब बोर्डर, सबैभन्दा अगाडि बोर्डर प्रिपेयर गरौँ हामीले। त्यसको लागि के गर्ने भन्दाखेरि यो होम पेज अनि इन्सर्ट डिजाइन छ, डिजाइनमा जाने हामी। डिजाइनमा गइसकेपछि सबसे कुनामा पेज बोर्डर भन्ने छ, यसमा क्लिक गर्नु होला। र यहाँ ननमा डिफल्ट सेटिङमा नन हुन्छ, तर तपाई भने बक्समा गएर तपाईलाई मन पर्ने कुनै पनि छ, यहाँनेर धेरै छ, तपाईलाई मन पर्ने कुनै पनि चुज गर्न सक्नुहुन्छ। मन पर्ने मात्रै भएर हुँदैन, कलेज अथवा प्रोफेसरको फर्मालिटीमा के अट्छ त्यही कुरा मात्रै इन्क्लुड गर्नु होला। त्यही भएर मैले यो चाहिँ सिलेक्ट गरे र तपाईले यसको साइज तलमाथि गर्न सक्नुहुन्छ, मोटो अथवा पातलो गर्न सक्नुहुन्छ। मैले यतिको मोटो गरे र मेन कुरा यहाँ होल डकुमेन्टमा हैन कि फ्रन्ट पेजमा मात्रै तपाईको बोर्डर लाइन हुन्छ। त्यही भएर तपाईले दिस सेक्सन फर्स्ट पेज ओन्लीमा क्लिक गर्नु होला। यो पछि हटाउने कसरी भन्ने कुराहरु पनि म तपाईलाई सिकाउँछु। अनि त्यसपछि ओके गर्दिनु होला है त। त्यसपछि तपाईको अब बोर्डर लाइन सेट भयो। अब तपाईको के गर्नुपर्ने हुन्छ, कलेजको नाम लेख्नुपर्ने हुन्छ। त्यसको लागि लेख्नु होला आफ्नो कलेजको नाम। अहिले फन्ट एकदम सानो छ, म अहिले बढाउने वाला छु, तपाई पनि लेख्दै जानु होला। मैले आफ्नो क्याम्पसको नाम लेखिसके। अब यसलाई सिलेक्ट गरेर म के गर्छु भन्दाखेरि माथिको मात्र है त क्याम्पसको लाई मैले क्यालिबरमा हैन कि एरियल ब्ल्याकमा मैले सेट गर्ने वाला छु। र फन्ट साइज चाहिँ मेरो तपाईले 24 अथवा 26 राख्न सक्नुहुन्छ। मैले 24 राखे र तलको लागि पनि सिलेक्ट गरेर तपाईले के गर्नुपर्छ, फन्ट साइज चाहिँ 24 राख्दिनु है त। त्यति भएपछि तपाईको सेट भयो। अब चाहिँ यो मिलेको छैन, त्यो भएर सेन्टरमा ल्याउनलाई तपाईले कन्ट्रोल ई पनि थिच्न सक्नुहुन्छ भने, अथवा तपाईको यो माथिको यो ट्याबमा सेन्टरमा गएर क्लिक गरिदिन सक्नुहुन्छ। यति गरेपछि तपाईको के भयो, क्याम्पसको नाम सेन्टरमा आयो है त। हामीले दुईवटा स्टेप फलो गरिसक्यौं। अब थर्ड स्टेप चाहिँ तपाईको हेर्नुस् त लाइन ड्र गर्ने है त। हेर्नुस् त लाइन ड्र गर्ने बीचमा। त्यो भएर तपाई अब के गर्नुहुन्छ, इन्सर्टमा जानुहुन्छ र यहाँ शेप्समा गएर यहाँ लाइन्सको फर्स्टमा हेर्नु त, यहाँ लाइन्सको फर्स्टमा गएर थिच्नुस् र शिफ्ट सँगै थिच्नुस् है त। तपाईले शिफ्ट क्लिक गरेर अनि लामो तर्क तान्नुस्। ठीक छ, लामो तर्क त भयो, तर ब्लू कलरको भयो। हामीले ब्ल्याक कलर गरौँ यसलाई। त्यसपछि अलिकति यसको मोटोपना बढाइदिउँ है त। हामीले 3 मा सेट गर्यौं है त। त्यसपछि अब हामीले के गर्छौं, यसलाई किन भएन, ओके सरी। त्यसपछि हामीले के गर्छौं, वेटमा गएर 3 मा बढाइदिन्छौं है त। अब यसलाई के गर्छौं, एकचोटी सिलेक्ट गरेर यसलाई सिलेक्ट गरेर के गर्छौं भन्दाखेरि कन्ट्रोल डी गर्छौं है त। यसले काम के गर्छ, यसले डुप्लिकेट गर्ने काम गर्छ। अनि सँगै फेरि शिफ्ट थिचेर यसलाई अलिकति सानो गराइदिनु होला। अनि यो लाइनलाई चाहिँ तपाईले के गर्नुहुन्छ, फेरि यो लाइनलाई एकचोटी सिलेक्ट गरेर कन्ट्रोल फेरि डी थिचेपछि के भयो, यसको पनि डुप्लिकेट भयो है त। यति गरेपछि तपाईको के भयो, लाइन भयो है त सेट। अब तपाईको तलमाथि भयो जस्तो लाग्छ भने तपाई केमा जान सक्नुहुन्छ, भ्यूमा गएर तपाईको ग्रिड लाइनमा क्लिक गरेर तलमाथि छ कि छैन भनेर हेर्न सक्नुहुन्छ। लगभग ठीक छ है त। हामीले केही गर्नु पर्दैन। अनि यो ग्रिड लाइनलाई फेरि त्यही ग्रिड लाइनमा टच सिलेक्ट गरेर हटाउन सक्नुहुन्छ। अब चाहिँ हामीले इन्टर थिचेर हैन
अब तपाईको इन्टरनल असाइनमेन्ट अफ अब सब्जेक्टको नाम लेख्दिम यति भएपछि फेरि इन्टर थिच्ने अनि त्यसपछि सबमिटेड बाइ लेखौँ है त सबमिटेड बाइ नेममा आफ्नो नाम लेखिदिनु होला अनि आफ्नो रोल नम्बर लेखिदिनु होला है त त्यसपछि अब सबमिटेड टु है त अब टिचरको अथवा प्रोफेसरको नाम लेखिदिनु होला म आफ्नो लेख्दै छु यति भएपछि फेरि उहाँको पद के हो त्यो पनि लेखिदिनु होला है त डिपार्टमेन्ट अफ पब्लिक पोलिसी भनेर लेखिदिए है त अब चाहिँ के गर्ने भन्दा यो इन्टरनल असाइनमेन्ट थोरै माथि सारे मैले अब एक स्टेप यहाँ तल पब्लिक पोलिसी पछि तपाईको इन्टर थिच्नु होला त्यहाँनिर अनि अब चाहिँ के गर्ने भन्दा तपाई होम पेजमा गएर यो यहाँनिर कालो अप्सन छ नि यहाँनिर हैन सो अर हाइड भन्ने छ यसलाई क्लिक गरिदिनु होला यसले के गर्छ भन्दा तपाईको कहाँ सेग्रिगेट भएको छ हैन त्यो कुराहरू मेन्सन गर्छ यसले यति भइसकेपछि हामीले के गर्छौं अबको नेक्स्ट स्टेप चाहिँ यसलाई यहाँबाट ब्रेक गरिदिन्छौं यहाँबाट ब्रेक गर्नलाई हामी कहाँ जान्छौं भन्दा लेआउटमा जान्छौं है त लेआउटमा गइसकेपछि ब्रेक गर्छौं है त के ब्रेक गर्छौं हामीले कन्टिन्युअस ब्रेक गर्छौं है त जस्तै इन्टरनल असाइनमेन्ट भन्दा माथिको एउटा पार्ट हुन्छ कन्टिन्युअस ब्रेकमा त्यो भन्दा तलको अर्को पार्ट हुन्छ है त अब हामीले कन्टिन्युअस ब्रेकमा क्लिक गर्यौं यति भएपछि हाम्रो के भयो यहाँनिर ब्रेक भयो है त यो पार्ट भन्दा माथिको एउटा सेक्सन भयो त्यो भन्दा तल एउटा सेक्सन भयो अब हामीले सबमिटेड बाइ र सबमिटेड टु त के गर्नु छ हामीले हेर्नुस् है त तपाईलाई यसरी देखाउँछु म सबमिटेड बाइ यता ल्याउनु छ सबमिटेड टु यता ल्याउनु छ है त त्यसको लागि हामीले के गर्छौं अलिकति म यसको फन्ट साइज सानो गर्दिन्छु है त त्यसको लागि फेरि होम पेजमा जानुहोस् 14 भन्दा पनि कति हुन्छ 18 सम्म राख्दा ठिकै हुन्छ है त अनि हामीले के गर्छौं अब यो कालोको अगाडि क्लिक गरेर हामी फेरि केमा जान्छौं लेआउटमा गएर कोलममा जान्छौं है त हामीले दुईवटा कोलम बनाउनु छ है त दुईवटा कोलममा मैले क्लिक गर्दिए त्यसपछि यहाँ सबमिटेड 2 मा भन्दा अगाडि गएर यहाँनिर गइसकेपछि तपाईले फेरि इन्टर थिच्नुस् है त इन्टर थिचेपछि के भयो हेर्नु त सबमिटेड टु अर्को साइडमा आयो अर्को कोलममा आयो हैन यति भइसकेपछि तपाईको के भयो अब सेग्रिगेट भयो दुईवटा पार्टमा सेग्रिगेट भयो अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो हामीले कालोलाई हटाउनलाई फेरि कहाँ जानु पर्यो होम पेजमा गएर कालो हटाउनु पर्यो हट्यो है त हेर्नुस् त अब कति राम्रो देखिसकेको छ अब भने अर्को स्टेप म तपाईलाई सिकाउन गइरहेको छु एकदम इम्पोर्टेन्ट स्टेप छ थोरै इन्टर थिचेर तल सार्दिनु होला र यसलाई माथि गर्दिनु है त अब यसलाई यो लेफ्ट साइडको सबैलाई सिलेक्ट गरेर तपाईले लेफ्ट साइडमा गर्दिनु होला अथवा कन्ट्रोल एल गरे पनि हुन्छ है त अनि राइट साइडको लागि पनि गरेर सिलेक्ट गरेर लेफ्ट साइडमा गर्दिनु है त यसरी के हुन्छ राम्रो देखिन्छ है त यसरी अनि सबमिटेड बाइलाई सिलेक्ट गरेर म के गर्छु भन्दाखेरि बोल्ड गर्दिन्छु है त बोल्ड सबमिटेड टु लाई पनि मैले के गर्छु बोल्ड गर्छु अब यतिसम्म लगभग धेरैले गर्छन् है त अब चाहिँ तपाईको यो त फ्रन्ट पेज भयो तपाईले त असाइनमेन्ट त यसैमा कन्टिन्युअस गर्नुपर्छ हैन अथवा यति नै गर्नु छ भने त केही पनि भएन यसलाई प्रिन्ट आउट गर्न सक्नुहुन्छ तर यसैमा तपाईले लेख्नु पर्ने अझ एड गर्नुपर्ने हुन्छ भनेपछि तपाईको त हामीले के गरेका छौं सेक्सन यहाँ कोलम दुईटा कोलम गराएको छौं हैन त्यसलाई अब हामीले के गर्नु पर्यो ब्रेक गर्नु पर्यो है त अब नेक्स्ट पेजबाट फेरि अर्को सिंगल कोलम गराउनलाई हामीले पहिला के गर्छ यो सबमिटेड 2 को लास्टमा गएर पब्लिक पोलिसी छ मेरोमा तपाईकोमा अरु केही पनि हुन सक्छ त्यसमा गएर क्लिक गर्ने है त अनि हामीले के गर्छौं फेरि लेआउटमा गएर ब्रेक अप्सनमा गएर ट्याबमा गएर कन्टिन्युअस ब्रेक गर्दिन्छौं है त फेरि ध्यान दिएर सुन्नु होला यो धेरैले बिगार्ने ठाउँ चाहिँ यही नै हो है त कन्टिन्युअसमा ब्रेक के गर्नु होला क्लिक गर्दिनु होला हाम्रो के भयो कन्टिन्युअस ब्रेक भयो तर हाम्रो कोलम चाहिँ अझै दुईवटामै के छ डिभाइडेड छ त्यसलाई हामीले के गर्नु छ एउटा कोलममा
मात्रै ल्याउनु छ। त्यो भएर दुईवटाबाट हामीले वानवटामा ल्याउने भनेपछि के भयो, 1 मा क्लिक गरिदिने। यति गरेपछि तपाईँको के भयो, अब चाहिँ के भयो हेर्नु त, लेख्दाखेरि सबै एउटै कोलम भयो नेक्स्ट पेजबाट है त, नेक्स्ट पेजबाट। अब नेक्स्ट पेजमा हामीलाई के चाहिएको छ, यो बोर्डर चाहिएको छैन है त। बोर्डर हटाउनलाई के गर्ने, नेक्स्ट पेजको कुनै पनि उसमा क्लिक गरेर कहाँ जाने, बोर्डरको लागि कहाँ जाने, डिजाइनमा जाने है त। डिजाइनमा गएर लास्टमा हेर्नु त पेज बोर्डरमा छ, त्यहाँ गएर फर्स्ट अप्सनमा, सेटिङको फर्स्ट अप्सनमा नन छ, ननमा गएर के गर्ने, दिस सेक्सन अल एक्सेप्ट फर्स्ट पेजमा क्लिक गरिदिने है त। अनि त्यसपछि ओके गरिदिनु। यति गरेपछि तपाईँको के भयो हेर्नु त, बोर्डर लाइन पनि हट्यो। हेर्नुहोस् त, यति भइसकेपछि अब तपाईँको कभर पेज अथवा फ्रन्ट पेज के भयो, प्रिपेयर भयो है त। अब तपाईँको फ्रन्ट पेज प्रिपेयर भइसकेपछि अब के गर्नुहुन्छ, नेक्स्ट पेजबाट तपाईँले के गर्न सक्नुहुन्छ, अरू एक्स्ट्रा लेख्न सक्नुहुन्छ, इन्टर थिचेर नेक्स्ट पेज क्रिएट गर्न सक्नुहुन्छ। यति नै थियो आजको भिडियो। कृपया भिडियो मन परे लाइक, सब्सक्राइब र सेयर पनि गर्नुहोला। सँगसँगै इनकेस तपाईँको काम गर्दै गर्दा केही प्रब्लम आएछ भने कमेन्टमा लेख्न नभुल्नुहोला। म यथाशीघ्र तपाईँको कमेन्टको रिप्लाई गर्छु र तपाईँलाई प्रब्लमबाट सोलुसन दिने म प्रयास गर्नेछु। धेरै धेरै धन्यवाद है त।